अनुहार हेर्दै त्यो हेर्नेले बुझिहाल्छ नि यसले नै जित्छ भनेर। पिरो लाग्यो अहिले। कति पुरा पिरो भयो। नाटक गरेको होइन नि फेरि रियलमा भनेको। त्यसै भन्नुपर्छ। हेलो गाइस, अब चाहिँ हामी मुकबाङ च्यालेन्ज गर्न आँटेको म र मेरो बोन, त्यो पनि करेन्ट चाउचाउको। हेरौँ कति खान्छस् है भने। च्यालेन्ज हो कि त्यो पनि सोध्दैछ कति खाँदैछ रुके कति खान्छस् तर ओइ ल पैसा त ल्याएर नि त हामीले त। ओइ सबैजना पैसा लिएर आइज त। कहाँ थियो मेरो ब्यागभित्र छ? जाने लिएर आइज। भन्मै छ बाहिर छ। अब हामी दिदी बहिनी करेन्ट बनाएर खाने। कहिले बेसी खान्छ यस्तो पिरो हुन्छ के गर्नु। उता जानु नि तपाईँ किन आउनु? कान बिग्रिला नि कति साह्रो खुजेको फेरि भयो भयो। अब हेरौँ कति हुँदो रहेछ। म त अलिक खान्छु हौ। बराबर छ होइन? ल अब के हाल्नु? मसला हाल डाल न कति खान्छस्। कुन मसला कहाँ हाल्नु? यो मसला यो पहिला एउटा हाल अनि यो एउटा हाल। अनि सोच्दै नहाल्नु कुन चाहिँ एउटा मसला एउटा सस न। ओ अपुरै एउटा हालिदिएँ मैले। मेरो त ओठ पनि फुटेको छ। म त आधी हाल्छु। ल एउटा स्प्राइट तँलाई, एउटा स्प्राइट मलाई। त्यो पनि हाल्नु न दिदी। कस्तो खालको छ हौ तपाईँ त भगवान्। किन कस्तो जुसी टाइपको भएन? जुसी टाइपको त के हाल्नुपर्छ? जुसी हुन्छ एकैतालमा नहालेको नि त। खानु हुँदैन तपाईँ चाहिँ? खान त त्यो कहिले बनिन्छ खानु? दिइहाल्नु न अब बनाएर। खानु नै बनाइदिनु। अलिकति त्यो मदन मन पनि के त्यस्तो मसलामा मात्रै त्यस्तै बनाउनु पर्छ यो। एकछिनमा खानु नखानु तपाईँलाई मन पर्दैन। अलिक चाप्नु न। अहिले एकछिनमा खानु माइजीसँग। ए भातसँग म त्यतिकै खाँदिनँ त्यो। नबोल्नु न यहाँ आएर। पोलो मलाई त नबोल्नु। यहाँ भिडियोमा रेकर्ड हुँदैछ नि फेरि। अनि के भयो? यहाँ राखौँ है साइडमा। त्रिकेले हाँस्दैमा लगाइदियो हौ। भएन? भयो। मेरो त मजाले पनि मुस्दैन त। कसले त चम्ची एउटै दुइटै चम्ची ल्याउँदै चम्ची नभएको जस्तो। अनि अनुहार हेर्दै त्यो हेर्नेले बुझिहाल्छ नि यसले नै जित्छ भनेर। मेरो बेसी पनि छ नि त। सबै देखा त लु क्यामेरामा देखा त। त्यो देखा त अब लु है अब स्टार्ट। एकछिन न टाइमिङ छैन, टाइमर साइमर छैन। जसले बेसी खान्छ त्यही विनर। सर्किँदैछ आस्ते नखा न। च्यालेन्ज भिडियो त्यस्तै हुन्छ। हप्ता हप्ता गम्की गम्पु बस्छ। त्यस्तो हुँदैन हाम्रो। हाम्रो सबैको किन एउटा हुनु नि सबमा। सबै मुखहरू पोल्दैन कि क्या हो? सिगान पनि झर्छ कि क्या हो? तिमीले त पिङ्की अहिले एकछिन अगाडि भात खाएको होइन? भात खाएर पनि च्यालेन्ज गर्छ हामी। कुन खालको भोलि हो?
लु लास्ट बाइट ला हो आमा ये न धारो बाँध्दा पनि आउँदैन फिनिस भयो मेरो अब सक्नु छ एकदम सक्नु क्यामेरामा हेर्छौ गर्छ त कस्तो पिरो भयो म त परे अब यति छ मेरो त्यता पिरो लाग्यो अहिले साँच्ची पुरा पिरो भयो नाटक गरेको होइन नि फेरि रियलमा भनेको त्यसै भन्नुपर्छ त्यो 500 रुपियाँ तर मेरै हुने हो किनकि खानुमा चाहिँ मलाई कसले जित्नु सक्दैन त्यो भने यसले मसला नि डल्लै हालेको थिइनँ म त डल्लै हालेँ नि त सबै मन पर्यो ल बाई गाइस थ्याङ्क यू सो मच अब यो पैसाले चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ हामी पानीपुरी च्यालेन्ज गर्छौँ त्यतिखेर चाहिँ योसँग पानीपुरी च्यालेन्ज गर्दैन पानीपुरीमा सक्छस् त मसँग खानु म केहीमा सक्दिनँ यसले केहीमा सक्दैन यो खानु सक्दैन पानीपुरी चाहिँ म अब हेरौँ टक्करको मान्छेसँग खान्छु योसँग चाहिँ खाँदैन पैसा चाहिँ त्यसले पनि कहाँ सक्छ मसँग खानु तपाईँको खानु अरूलाई राख्नु तपाईँ खानुपर्छ भनेर नि त त्यसो भने म आउँदिनँ च्यालेन्जमा नेक्स्ट टाइमदेखि सनुलाई राख्छु अनि यसलाई राख्छु दुईजना खानु सक्दैन तर सनुले खानु सक्दैन नि त म विनर हुन्छु यो विनर हुन्छ यसलाई म विनर हुनु दिन्न अर्कोलाई राख्छु एकजनालाई पुरा भुँडी पोलो पोलो सक्छु नि फेरि भुँडी पोलो न पुरा मोटो पोलो मेरो त ल बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ के भन्न चाहन्थेस् कि जो पनि नयाँ हुनुहुन्छ प्लिज सब्सक्राइब गरिदिनु सब्सक्राइब गरिदिनु दिदीको च्यानललाई भयो